मेरो लाइफ जहिले पनि एउटा रोलर कोस्टर राइड जस्तै छ। कहिले राम्रो हुन्छ, कहिले बिग्रेर नराम्रो हुन्छ। सो यही सोचमा हामी पुग्यौँ कन्फरेन्स एटेन्ड गर्नलाई। स्पाइन कन्फरेन्स पार्क भिलेज बुढानीकण्ठमा हेल्ड गरिएको थियो। यहाँको स्टे एकदमै रमाइलो, एकदमै राम्रो र एकदमै पिसफुल थियो। यहाँको माथिको भ्यूबाट पुरै काठमाडौँ सहर देखिन सकिन्छ। प्योर नेचर इजन्ट इट? र जहाँ गए पनि सबभन्दा एक्साइटेड हाम्रो बाबु। स्टल भिजिट गरियो, विभिन्न स्टलहरू राखिएको थियो र मेरो लेक्चर थियो र म यो स्पाइन कन्फरेन्सको एमसी थिएँ, द्याट इज मास्टर अफ सेरिमनी। लाइफमा मैले धेरै हर्डल्सहरू पार गरेको छु र अहिले म यो स्टेजमा छु कि म एउटा अर्थोपेडिक सर्जन, एउटा राम्रो अर्थोपेडिक सर्जन भएर चिनिन गइरहेको छु। यस्तो मासमा जहाँ इन्टरनेसनल फ्याकल्टिजहरू विभिन्न देशबाट, विभिन्न ठाउँबाट आउनुहुन्छ, त्यहाँ मैले प्रेजेन्ट गर्नु मेरो लागि एउटा प्राउड मोमेन्ट हो। र यो सबभन्दा श्रेय जाने भनेको प्रोफेसर डाक्टर गौरव ढकाललाई हो। उहाँले आज म जे छु, स्पाइनमा अलिकति जे म चिनिन गइरहेको छु, यो सबै क्रेडिट डाक्टर प्रोफेसर गौरव ढकाललाई जान्छ। उहाँले मलाई यहाँसम्म ल्याउनलाई धेरै दुःखहरू गर्नुभएको छ र उहाँले मलाई ट्रस्ट गर्नुभएको छ र आई रियली थ्याङ्क हिम फर द बटम अफ माई हार्ट। थ्याङ्क यू प्रोफेसर डाक्टर गौरव ढकाल फर एभ्रिथिङ द्याट युभ डन फर मी। आफ्नो एकाडेमिक र आफ्नो क्लिनिकल प्र्याक्टिसलाई सँगसँगै लानु भनेको एकदमै गाह्रो काम हो र आई एम लभिङ इट। म एभ्री मोमेन्ट इन्जोय गरिरहेको छु र आई एम लिभिङ माई लाइफ। थ्याङ्क यू सो मच फर एभ्रिथिङ। र यो कन्फरेन्सको हाइलाइट हुनुहुन्थ्यो हाम्रो चिफ गेस्ट मिस्टर पारस खड्का र उहाँको स्पिच एकदमै इन्सपायरिङ थियो। एन्ड द्याट्स वाइ हि इज नोन एज द हिरो अफ आवर कन्ट्री, मिस्टर पारस खड्का। हि इज अ भेरी इन्सपायरिङ पर्सनालिटी। अनि लास्टमा हाम्रो कन्फरेन्स वाइन्ड अप भयो कल्चरल प्रोग्राम, कल्चरल डान्ससँग। एन्ड वाट अ मोमेन्ट इट वाज। थ्याङ्क यू एभ्री वान।